हेलो दर्शन नमस्ते सबैजनालाई प्रसिद्धले गुड मर्निङ सेवाहरू भन्न चाहन्छु सबैजनालाई र मेरो शेर्पा ब्लग 232 मा सबैजनालाई स्वागत गर्न चाहन्छु र आज चाहिँ मैले काम गर्ने ठाउँको भिडियो बनाउन गइरहेको छु र यो भन्दा पहिला पनि मैले सानो क्लिप्सहरु चाहिँ बनाएर हालेको छु शॉर्ट भिडियोहरु आज चाहिँ हल्का लङ भिडियो नै बनाएर हाल्नु मन लाग्यो साथीहरुलाई देखाउन मन लाग्यो त्यही भएर बनाउन गइरहेको छु सबैले मेरो भिडियोहरु हेरेर लाइक कमेन्ट शेयर गरिदिनु होला र माया गरेर धेरै भन्दा धेरै सबैजनाले सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु अब पहिलाका भिडियोहरु पनि प्राय सबैले मन परिदिएको छ सबैजनालाई धेरै धन्यवाद दिन चाहन्छु साथै सब्स्क्राइब गरिदिनु होला मैले काम गर्ने ठाउँ हेर्दिनु होला सबैजनाले हेरेर मन पराइदिनु होला भन्न चाहन्छु अब चाहिँ बाहिरको दृश्यहरु देखाउन गइरहेको छु हेर्दिनु यो चाहिँ होटलको अगाडिको गेट यो इन्ट्री गेट हो यो काउन्टर भयो काउन्टरमा अहिले कोही छैन काउन्टरमा म थिएँ म अहिले यहाँ भिडियो बनाउन गइरहेको छु र यो चाहिँ बाइक पार्किङ यो ठुलो बाइक छ यो चाहिँ सिङ्गापुर अंकलको है अब सर्लको यता कार पार्किङ देखाउन गइरहेको छु यो सबै कस्टमरको गाडी किनभने अहिले होटलमा कस्टमर फुल छ यो सबै होटलको गाडी यहाँ चाहिँ पार्किङ सिस्टम पनि एकदम राम्रो छ जति यो तपाईले देख्नुहुन्छ नि यो सेतो लाइन भित्रमा चाहिँ गाडी राख्नु पाउँछ यता पनि हेर्नुस् यो नम्बर बाइक नम्बर छ अनि यहाँ चाहिँ अब कुपन स्क्यान गर्ने मान्छे खल्टै राखेको हुन्छ सरकारले नै राखेको हुन्छ नगरपालिकाले यहाँ चाहिँ सिस्टम एकदम राम्रो छ कुपनको अब कुपन अहिले चाहिँ डिजिटल सिस्टम बनाएको छ यो चाहिँ सिमेन्ट बाटो बनाएको पहाड हो यो ओरिजिनल नेचुरल पहाड छ हैन तर यो बोट बिरुवाहरु चाहिँ नेचुरल हो यो चाहिँ कुनै फेक हैन अब यो झरना चाहिँ फेक है फेरि झरनाको पानी यहाँ भित्र मोटर फिल गरेको छ अनि त्यहाँदेखि चाहिँ फेरि माथि घुमेर अनि त्यहाँदेखि यहाँ झर्ने अनि यही पानी चाहिँ फेरि यहाँ तल पाइप फिल गरेको छ त्यहाँ त्यो सेतो देख्नुहुन्छ नि तपाईले त्यो सेतोबाट चाहिँ उता जान्छ पानी फिल्टर भएर फेरि उताबाट फेरि घुमेर चाहिँ सर्लकको यता गर्ने हो यो पहाड चाहिँ एकदम राम्रोसँग देखाउन गइरहेको छु सबैजनाले हेर्दिनु होला सबैजनाले यो लहरा छ नि जुन यो चाहिँ मनी प्लान्टको लहरा हो मैले यो लहराहरू चाहिँ मजाले सबैतिर फैलाएर लगेको छु हेर्नु होला एउटा डेकोरेसनको रूपमा लिएर झर्नालाई पनि म राम्रोसँग देखाउन गइरहेको छु तपाईहरुलाई हेर्दिनु होला मन पर्यो भने लाइक गरिदिनु होला यो अनि यो पोखरी यहाँ माछा पनि छ है अनि साथै यहाँ ठुलो एउटा गमला छ गमला मन पर्यो भने पनि लाइक गरिदिनु होला बाइक पार्किङ
अब यहाँ चाहिँ फेरि कस्टमरहरू बसेर चाहिँ अब गफसफ गर्ने ठाउँ हो। यो चाहिँ राम्रो छ। यो हेरिदिनु होला सबैले। आशा छ सबैलाई मन पर्छ होला भनेर। यहाँ चाहिँ अब गाडी पार्किङहरू चाहिँ एकदम सिस्टमले बनाएको छ। यो जुन बक्स छ नि, यो बक्सभित्र मात्रै गाडी पार्किङ गर्ने। अब यताउता गर्नु नपाउने ठाउँ पनि त छैन नि त यताउता गर्ने। ठ्याक्कै अब यहाँ मार्क गरिरहेछ, नम्बर हानिरहेछ। अब कुपन स्क्यान गर्ने मान्छे आयो भने अब यहाँ तिरेन भने चाहिँ ठ्याक्कै यो पार्किङको नम्बर सायद बिल आउँछ। एकचोटि तिरेन भने 30 रिङ्गेट बिल आउँछ। अब कुपन तिर्यो भने सस्तो छ नि। अब आधा घन्टाको लागि त्यही 40 पैसा छ, 1 घन्टाको लागि 60 पैसा छ। तर तिरेन भने चाहिँ 30 रिङ्गेट पाइन्छ। यो चाहिँ सानो गार्डन छ, फुलबारी। हेरिदिनु होला सबैले। म आफैले रोपेको यो चाहिँ मलाई अति मन पर्यो, किनभने राम्रो छ यो है। सबैले हेरिदिनु है। यहाँ म रुम पनि देखाउनु गइरहेको छु। यो चाहिँ 3 जनाको लागि हो। 1 डबल बेड, 1 सिंगल बेड, अनि त्यसपछि एयर कन्डिसन, अनि त्यसपछि बेड लाइट। एउटा पिक्चर छ, राम्रो पिक्चर छ। पिक्चरलाई चाहिँ म जुम गरेर देखाउन गइरहेको छु। सबैजनाले हेरिदिनु होला है। चेयर, टेबल, यो टिभी हो। यो चाहिँ टोइलेट बाथरुम भित्रै छ। यो अर्को रुम, यो पनि सेम हो 3 जनाको लागि। यहाँ चाहिँ एउटा सानो सोफा राखिदिएको छ। अब यो टिभी, टेबल, चेयर, राम्रो पिक्चर राखिदिएको छ। सबैले हेरिदिनु होला। यहाँ पनि सेम हो, 1 डबल बेड यो भयो, अनि यो 1 सिंगल बेड। यो माथि बेड लाइट छ, सबैले हेरिदिनु होला। एयर कन्डिसन। यो पनि सेम 3 जनाको लागि हो। यो अर्कै रुम हो। 1 डबल बेड भयो, अनि 1 सिंगल बेड। यो सिनरी पिक्चर राम्रो छ। जङ्गलको पिक्चरहरू छ, राम्रो छ, एकदम सुन्दर छ। यहाँ पनि सेम त्यही हो, टेबल, कुर्सी, टिभी है। यो चाहिँ मैले काम गर्ने ठाउँ, काउन्टर हो है। हेरिदिनु होला। मन पर्यो भने लाइक, कमेन्ट, सेयर गरिदिनु होला, अनि साथै सब्सक्राइब पनि गरिदिनु होला भन्नुपर्छ। यो चाहिँ यहाँ साथीभाइ भेटघाट गर्ने ठाउँ। राम्रो एउटा फुल छ। फुललाई पनि मन पर्यो भने लाइक गरिदिनु होला। हेलो साथीहरू, आजको मेरो भिडियो के कस्तो भयो कि तपाईहरुले हेरेर कमेन्ट बक्समा गएर कमेन्टमा प्रतिक्रिया दिनु होला। अब केही कमी कमजोरी
पक्कै पनि भएको होला। अब मैले कतिपय ठाउँमा गलत पनि बोलेको छ होला, यसो मिलाएर हेरिदिनु होला, मिलाएर सुनिदिनु होला भन्न चाहन्छु। अन्तिममा सबैजनालाई मेरो शेर्पा ब्लग 232लाई माया गरेर सब्सक्राइब गरिदिनु होला। तपाईँहरूकोमा पनि मैले माया गरेर सब्सक्राइब गरेको छु, भिडियोहरू हेरेर लाइक कमेन्ट सेयर गरेर सबैको माझ पुर्याउने काम पनि गरेको छु। मेरो भिडियोमा लाइक कमेन्ट सेयर सब्सक्राइब र सबैजनालाई अन्तिममा मनैदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच सम्पूर्ण मित्रहरूलाई, थ्याङ्क यू।